everyone, good morning and welcome back to my YouTube channel. आज चाहिँ हामी के गर्दैछौँ भने बाँसको चाहिँ बार लगाउनु लागेको म र मेरो हस्बेन्ड भएर। अनि तपाईलाई म देखाउँछु हामी कसरी काम गर्दैछौँ भनेर है। मेरो हस्बेन्ड चाहिँ यहाँ जोसिएर काम गर्नुको लागि दमदार। ल गुड मर्निङ भन्नुहोस् मेरो भ्युअर्सहरुलाई। छिटो 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 गुड मर्निङ भन्नु। गुड मर्निङ भन्नु। यहाँ आमा पनि पुरा काम गर्दै हुनुहुन्छ। हामी चाहिँ आज यहाँ बाँसको बार लगाइदिने चट्टा पारेर। अनि म चाहिँ हिजोकै लुगामा छु है, किनभने नुहाएको छुइनँ। यो बाँसको काम गरिसके चाहिँ टक्कसँग नुहाउँछु। अब हेर्नु होला हामी कसरी काम गर्छौँ भनेर। गाइस म चाहिँ नुहाएर आइसकेको छु। अनि यहाँ छ मेरो कालु। कालु यहाँ हो कालु। यो चाहिँ मेरो कालु, हाम्रो घरको कुकुर हो। अन्त यस्तो ज्ञानी छ। यसको चाहिँ अस्ति भर्खर छोरा मर्यो क्या। यस्तो माया लागिरहेछ यसको। नि एक्लै भइस् तर चिन्ता नगर, तेरो दिदी यहाँ छ मेरो कालु। यसलाई चाहिँ म यस्तो माया लाग्छ क्या अस्ति झन् त्यस्तो भयो हैन। अनि म चाहिँ तपाईहरुलाई हामीले कस्तो बनायौं त बार भनेर देखाउँछु ल। र हामीले चाहिँ यस्तो बनायौं। के भयो कालु? के भयो? ह? एक्लै भइस् रे? अब फ्लाइट चाहिँ हाम्रो क्यान्सल हुन्छ होला। हाम्रो दिदी भेनाजुको घरमा हैन मेजमान तुम्बा धेरै बसी हाम्रो व्यस्त हुन्छ। दिदी हुन्छ गाउँघरको मजा र रमाइलो यसमा छ क्या। अब टक्क हामी चाहिँ अब दिदी खानु पाइयो सौभाग्यले गर्दा दिदी तुम्बा यहाँ पुरा मेजमान दिदी दाजुको घरमा। कस्तो भयो? मिठो रहेछ। यो खालको ठिक हो। हामी पनि सब जुठो भइसक्यो। बिर्सेको त अनि त्यो चाहिँ यहाँ अहिले खान्छ त फेरि हुनै छैन त नि। यति मिठो भइरहेछ। हुन्छ होइन नि खै यसलाई चाहिँ म एउटा तपाईँको त्यो ओमा अघि मासुमै चाहिँ लाउनु पर्ने थियो। कस्तो भयो हौ ठिकै छ दाजु। तपाईँ यहाँनिर बिचमा भिलेन हुनु आएर के होइन शुक्रपति होइन नमस्कार मैले त सुरु गरिसकेँ। पर्दैन हौ दाजु। सानो पानीको त मान्छे किन बरु ठुलै दल थिन्छ क्या घन्टीहरू भन्दा चाहिँ नि अहिलेको राष्ट्रिय मैले के सोचेको भने घरकोलाई सबैले हिब्राएको नि त त्यसो हुनाले एभ्रिवान मैले हिजो चाहिँ भिडियो एन्ड गर्नै बिर्सेछु। हिजो चाहिँ हामी 12 बजे राति आइपुगेको। त्यही भएर बाटोमा मलाई चाहिँ डर लाग्यो क्या। हामी 3 जना आएको नि त बाइकमा। अनि भूतको डर होइन नि फेरि मेरो आइफोन 16 फुट्छ भनेर क्या झोलामै राखिराखेँ। अनि आएर नि आमालाई उठाउनु चाहिँ गाली खाएको भिडियो त के राख्नु भनेर भिडियो एन्ड गर्नु पाइनँ। सो द्याट म यो एन्डिङ भिडियो चाहिँ बनाउँदैछु। जसले मेरो भिडियो हेर्नुभयो थ्याङ्क यू सो मच। एन्ड जो नयाँ आउनुहुन्छ प्लिज सब्सक्राइब टु माई च्यानल। अनि यसरी नै म भिडियोहरू बनाउँदै जानेछु होइन। तपाईँहरूको सहयोग साथ चाहिँ एकदम जरुरी छ है मलाई। यति भन्दै लभ यु अल, बाई।